हेलो गुड मर्निङ सेवारो नमस्ते साथीहरू अनि आज फेरि मेरो अर्को भ्लगमा तपाईहरुलाई स्वागत छ अनि आज फेरि म अर्को भ्लग लिएर आइसकेको छु अनि आज चाहिँ मेरो धनिया छर्ने दिन छ अनि मेरो दिन चाहिँ यस्तै भइरहेको छ अनि आज चाहिँ म धनिया छर्नु जान्दैछु अनि आजदेखि चाहिँ म चाहिँ डेली भ्लग लाउनेवालामा छु अनि भ्लगहरू चाहिँ त्यति चलिरहेको छैन अनि नयाँ युट्युबरहरूले पनि एकअर्कालाई सपोर्ट गरौँ भन्ने उयो मात्रै हुँदो रहेछ सब्सक्राइब गरेर अनसब्सक्राइब गरिदिइहाल्नुहुन्छ नि त अनि म चाहिँ कतिजनालाई सब्सक्राइब गर्छु मलाई चाहिँ त्यस्तो लाग्दैन अनि म कहिले अनसब्सक्राइब गर्दिनँ अनि मलाई चाहिँ नयाँ भ्लगरहरूले नै होला सायद अनि सब्सक्राइब गर्नुहुन्छ अनि हत्ता नपत्ता अनसब्सक्राइब पनि गरिदिनुहुन्छ होइन ठिकै छ अनि अब भिडियो राम्रो बनाइयो भने त अवश्य एक दिन न एक दिन नभए त चल्ला नि त होइन हाम्रो भिडियो पनि अनि साथीहरू यस्तै भइरहेको छ अनि जतिजनाले पनि हेर्दै हुनुहुन्छ सबैजनाले माया गरेर सपोर्ट गरिदिनु होला अनि लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला होइन सब्सक्राइब गरिदिनु होला अनि सब्सक्राइबर चाहिँ एकदमै कम सब्सक्राइबर त हुनै हुन्न नि अनि सबैजनाले माया गरेर सब्सक्राइब गरिदिनु होला अनि सकेसम्म चाहिँ सबैजनाले माया गर्नुभयो भने राम्रो भिडियो ल्याउने कोसिस गर्नेछु अनि ल त साथीहरू आज चाहिँ म चाहिँ धनिया छर्नु पर्ने छ अनि म चाहिँ धनिया छर्नु जान्छु अनि म चाहिँ धनिया बारीमा एकैचोटि धनिया छरेको मात्रै देखाउँछु हेर्दै गर्नु होला मेरो भिडियो आधा केजी धनिया हो अनि छर्दैछु अनि हिजो आज चाहिँ हाम्रो लेकमा चाहिँ कामहरू एकदमै धेरै छ नि त अनि कामहरू धेरै छ अनि सब्जीहरू लाउनु पनि धमाधम छ अनि म चाहिँ अहिले चाहिँ यो धनियाहरू मात्रै छर्दैछु हेर्दै गर्नु होला म चाहिँ यो धनिया छरिसकेर यसमा पनि अब खन्नुपर्ने हुन्छ नि त सबै खन्नुपर्ने हुन्छ नि त अनि गरामा चाहिँ झार धेरै भएर अहिले यो जिल्ल्याउनु चाहिँ मलाई एकदमै साह्रो चाहिँ हुन्छ यो खन्नलाई त हल्का पाराले खन्ने हो नि त अनि अब माटो सुकिसक्नु लागिसकेको छ नि त हिजै जोतेको बारी हो अनि यो चाहिँ मैले छिटै गर्नुपर्ने हुन्छ मैले चाहिँ यति खनेर भ्याइसकेको छु नि त अनि खन्नु चाहिँ अब सक्नु लाग्यो भन्दा पनि आधी चाहिँ भयो होइन आधी चाहिँ खनिसकेँ अनि खन्दैछु अनि घरिघरि युट्युब हेर्नुपर्छ अनि ज्योतिष शास्त्रमा के भन्छ अनि म
चाहिँ खालि त्यो अब इन्डियन ज्योतिषशास्त्रको उयो हेर्छु नि त अनि त्यहाँ त के भन्छ तुला राशि वालो आप लोगों का जिंदगी लग्जमबरी जिंदगी होता है आयो लग्जमबरी जिंदगी यही हो लग्जमबरी जिंदगी चाहिँ अनि तुझे मेरे पे भरोसा है नहीं गुड खाने में शौकीन होता है हुन्छ खानुमा शौकीन यहाँ भनेको बेलामा खाना बनाएर खानु चाहिँ भ्याउँदैन भनेको टाइममा होइन अनि हिजो आज चाहिँ अब आधा चोर कमिलाले बजाए सिक्कारीले अनि हिजो आज चाहिँ अब लेखमा एकदमै धेरै काम छ नि त सब्जीहरू लाउनु लगाएको सब्जीहरू बटाल्नु गोडमेल गर्नु होइन धमाधम छ नि त अनि कति धेरै काम हुन्छ अनि गर्नै पर्यो बिति जान्छ समयमा त गर्नु पर्यो नि त सिजनमा अनि यसपालि चाहिँ अब मेरो दिदी बहिनीहरूलाई यो धनियाँ गोड्ने बेलामा चाहिँ बोलाउनु पर्नेछ अनि मेरो पतिदेव पनि हेर्दै हुनुहुन्छ भने चाहिँ अरू कुरा जान्दिनँ तर यो धनियाँ गोड्ने बेलामा चाहिँ घर आइपुग्नु है मेरो कान्छा खाडी मुलुकमा बिन्दास हो जिन्दगी बिन्दास छ के गर्नु साथीहरू अनि दुःख भनेको गर्नै पर्यो होइन अहिले यहाँ भिडियो चाहिँ बाटोमा बनाउँदैछ आज चाहिँ शनिबार हो अनि आज शनिबार चाहिँ चर्च हिँड्ने मान्छेहरू चाहिँ बाटोमा कति हिँड्नुहुन्छ एकछिनमा उहाँलाई देख्नु भने पागल पनि भन्नुहुन्छ होला हो अनि म चाहिँ अब यो तपाईँहरूलाई खनिसकेर मात्रै देखाउँछु है अब यो पुरै खनेको देखाउनुलाई चाहिँ अब भिडियो लामो हुन्छ नि त अनि त्यही भएर मैले चाहिँ तपाईँहरूलाई अलिकति मात्रै देखाएँ हेर्दै गर्नु होला मेरो भिडियो देख्न सक्नुहुन्छ मैले चाहिँ खनेर अनि यो झारसार निकालेर जिल्ल्याइसकेँ अब चाहिँ यो सबै होइन अनि जिल्ल्याइसकेँ अब यता चाहिँ काँक्राहरू रोप्छु अनि यहाँ चाहिँ काँक्रा भोलि मात्रै रोप्ने फेरि ठाउँ चिन्दिनँ नि त अनि यहाँ चाहिँ अब काँक्रा रोपिहाल्नु पर्ने हुन्छ अनि करेला चाहिँ 1-2 दिनमा रोप्छु हेर्दै गर्नु होला समय र सिजन भइन्जेल चाहिँ बारीले पनि सुख चाहिँ पाउँदैन होइन अनि यो चाहिँ खास मेरो यो काँक्रा रोप्ने बारी हो नि त अनि यहाँ चाहिँ मैले खास चाहिँ काँक्रा रोप्ने हो तर अब यो धनियाँ त 30-45 दिन पनि लाग्दैन भइहाल्छ नि त अनि त्यतिन्जेलमा त अब काँक्रा भर्खर झ्याल्काएको हुन्छ नि त अनि त्यतिन्जेलमा काँक्रालाई झाँक्रा लाउने बेलासम्म चाहिँ मैले यो उयो गरिसकेको हुन्छु धनियाँ निकालिसकेको हुन्छु नि त अनि त्यही भएर मैले चाहिँ यहाँ धनियाँ पनि काँक्रा पनि लाउँदैछु अनि यहाँ अझै करेला पनि लाउनु छ नि अनि बिउ चाहिँ यहाँ यसरी थैली बनाएर बोक्नुपर्छ नि त अनि काँक्रा रोप्नु चाहिँ खासै समय लाग्दैन नि त अनि काँक्रा त एकैछिनमा रोपिहालिन्छ यो अब यो चिसो एउटा ठाउँ देख्नु भएको चाहिँ यिनीहरू चाहिँ सबै काँक्रा रोपेको हो अनि मैले चाहिँ यो अब काँक्रा पनि रोपिसकेँ अब यसलाई चाहिँ अब पहिला काँक्रा रोपिसक्ने अनि काँक्रा उम्रिन्छ त्यस पछाडि मात्रै म करेला रोप्छु अनि अहिले चाहिँ भर्खर 11 बज्दैछ नि त अनि अब काम यता मास्तिरको त सकिहाल्यो अनि अब यहाँ तलतिर खोर्सानी छ क्या खोर्सानीलाई चाहिँ यसपालि कस्तो ढिलो भयो क्या यो झारले छोपिसकेको छ अनि अब यहाँ एकछिन झार निकाल्छु हेर्दै गर्नु होला भइसकेको छ झार कति धेरै झार आइरहेको छ अनि यो मकैहरू चाहिँ टन्नै उम्रेको छ यो चाहिँ मैले रोपेको होइन यो चाहिँ कुखुराको सुलीमा कुखुराको सुलीमा कुखुरालाई मकै दिएको त्यो दानाहरू त्यस्तै थियो नि त अब यो मकै भएन भने त हावा छेक्दैन अनि खोर्सानी पडाकपुक भाँच्छ क्या अनि अहिले चाहिँ अब सानै चाहिँ यसपालि पानीको उयोले गर्दा पनि अलिकति खोर्सानी ढिलो पनि भयो यत्रो अब चाहिँ झ्यामझ्याम हुनुपर्ने थियो भर्खर पलाउँदैछ अनि हाम्रो खोर्सानी चाहिँ अनि अब पुरै देखाउनुलाई त अब लामो भिडियो हुन्छ नि त त्यही भएर तपाईँहरूलाई चाहिँ मैले छोटो मात्रै देखाएँ अनि अब मेरो चाहिँ दैनिकी काम भनेको यस्तै हो अनि अब
उति बेला चाहिँ पढ्नु मन लागेन, पढिएन नि त। अनि नपढेपछि त के गर्ने, हाम्रो त अब नपढ्नेहरूको त के चाहिँ हुन्छ, जागिर होइन। अनि हाम्रो चाहिँ जागिरै यस्तै हो होइन। अनि यो खेती किसान गर्यो होइन। अनि यसरी पनि जिन्दगी चल्दैछ, रमाइलै छ, ठिकै छ होइन। अब अर्काको खटनमा बस्नु परेन, आफ्नो इच्छाले आफ्नो खुसीले होइन। मन लाग्यो गर्यो, मन लागेन गरेन, यस्तै हो नि त, यस्तै छ। अनि यस्तै जिन्दगी चल्दैछ मेरो चाहिँ। अनि अब कतिजनाले त मेरो भिडियो हेरि नै दिनुहुन्न। अब हुनु त सुरु भएर पनि होला, सुरु भन्दा पनि 1-1.5 महिना चाहिँ भइसक्यो मैले भ्लग बनाएको। अनि तर पनि सब्सक्राइबरहरू चाहिँ बढिराख्नु भएको छैन। तर पनि अब चाहिँ म चाहिँ प्रत्येक दिन डेली भ्लग हाल्नेवालामा छु। अनि आज चाहिँ क्या, अनि अघि नै कस्तो घाम टन लागिरहेको थियो होइन। अनि रिस उठेर यसो घामलाई हेरेर मैले चाहिँ तँलाई म अरिङ्गाल पोलेको जस्तो पुल्टो बनाएर पोल्छु भनिदिएको थिएँ। डरले छेकिदिएर बादल लागिरहेछ होइन। अनि हाम्रो चाहिँ यो लेक हो नि त। अनि यति बेला धरान, इटरी, मोरङतिर त गर्मीले बसिसक्नु छैन होइन। अनि हाम्रोमा चाहिँ सधैँ नै मौसम चाहिँ यस्तै कुल मैले चाहिँ त्यत्तिकै कहिलेकाहीँ रिस उठ्यो भने चाहिँ घामसँग पनि बाँच्छु नि त। अनि म पानीसँग पनि बाँच्छु, घामसँग पनि बाँच्छु। अनि अहिले चाहिँ यस्तो शीतल भइरहेछ। अघि चाहिँ कस्तो साह्रो घाम आइरहेको थियो नि त मास्तिर। अनि त्यसरी गर्मी भइरहेको थियो, अहिले चाहिँ शीतल आनन्द भइरहेछ। अनि अब म चाहिँ यो झार चाहिँ पुरै निकालिसकेर मात्रै घर गएर खाना बनाएर खाएर अनि चाहिँ बाख्रा चराउनु जानु। अनि साथीहरू म चाहिँ अघि नै अब बारीदेखि आएर खानासाना बनाएर यताउता गरेर अनि म चाहिँ बाख्रा चराउन आएको थिएँ नि त। अनि बाख्रा चराउँदैछु, बाख्रा रहेछ यता पाखातिर लाएर। अनि सुँगुरलाई आज फेरि चारो पनि टिप्नु पर्ने थियो। अनि म चाहिँ यहाँ हुँदो अल्लो सिस्नो पलाएको छ। अनि म चाहिँ यहाँ फाक्चाहरू सेबुङ र वा तुक्तुङ र वा अनि यो थेन्बे हेन फाकिनलेन यो फाक्चाहरू तुबुङ र वा र तेङजुमसे। यतिको त लिम्बू भाषा बोल्नु आउँछ है मलाई। अनि यो थेमु हेन सगी के भन्छ हौ, सगीहरू सगिन खोला तुबुङ र वा। अनि हेन थेन्मु हेन लाबाक जुकाहरू कथो चर्बा मेजोक र मेवा त साथीहरू। अनि म चाहिँ अब मलाई चाहिँ अब कति लिम्बू भाषा बोल्नु मन लाग्छ। अनि मलाई चाहिँ खासै आउँदैन। फेरि यो मगरले जितेर क्या, अनि लिम्बू भाषा बोल्दा मगर भाषा मिक्स भइहाल्छ क्या। अनि मिक्स भइहाल्छ, के भन्दा अघि बोलिहाल्दो रहेछ मगर भाषा। यो मगर भाषाले जितेर होला। अनि यस्तै छ साथीहरू। अनि म चाहिँ अब यहाँ हुँदा अलिअलि पलाएको छ होइन। अनि अब म त यो गरेर अब छैन नि त होइन। अनि मोबाइल राखेर बोल्ने हो। अनि साथीहरू म चाहिँ अब तपाईँहरूलाई एकैचोटि चारो भारी पुऱ्याएर मात्रै अनि घर जाने बेलामा मात्रै तपाईँहरूलाई देखाउने वालामा छु। अनि यहाँ चाहिँ अब एकदमै यसलाई चाहिँ यहाँ चाहिँ हामी चाहिँ अल्लो सिस्नो भन्छौँ। अनि हामी लिम्बूहरूले चाहिँ सगी त्यस्तै के भन्नुहुन्छ होइन, सगी होइन त्यस्तै के भन्नुहुन्छ होला। अनि मगरहरूले चाहिँ घिउ भन्छ होइन। अनि म चाहिँ यो टिप्दैछु। अनि अब यता अलिअलि पलाइरहेको छ। अनि यो चाहिँ भेलाभेली पारेर अनि म चाहिँ बोकेर घर बाख्रासँग जान्छु। तपाईँहरूलाई एकैचोटि म घर जाने बेला मात्रै देखाउँछु साथीहरू। अनि यहाँ सक्नुहुन्छ। अनि म चाहिँ आज बाख्राहरू अघि नै निस्केर दुःख दिइराख्यो नि त। अनि चारो चाहिँ थोरै मात्रै लिएर अनि अब घर जानु लागेको। मेरा फोन सुँगिस। अनि अब म चाहिँ घर जानुपर्ने हुन्छ। अनि आज चाहिँ भिडियोहरू पनि लामो भइसक्यो होला। म चाहिँ काट्दै थोरै मात्रै देखाउने वालामा छु। अनि अब चाहिँ घर जानुपर्ने हुन्छ। अनि चारो पनि भारी पुगेन, अब घरमै गएर थप्नुपर्छ अलिकति चारो चाहिँ। अनि अब बाख्राहरू पनि हिँडिसक्यो।
ल त आज मेरो भिडियो यस्तै भयो साथीहरू के कस्तो हुन्छ सबैजनाले हेरेर सपोर्ट गर्नुभयो हैन माया गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि कृपया सब्स्क्राइबमा थिच्दिनु होला अनि सब्स्क्राइब गरिदिनु होला सब्स्क्राइब चोगे में हो जम्मा रे।